ओहो 4 बजिसकेको छ। अलार्म पनि बज्यो। अब उठ्ने बेला भयो। अब उठ्नु पर्यो। अब दाँत माझेर नुहाइधुवाइ गरेर ड्युटीको तयारी गर्नु पर्यो। नुहाएर पनि आइयो। अब लुगासुगा लाएर अब ड्युटी जाने तयारी गर्दैछु। ड्युटी जाँदैछु। बाटोमा यसो ओर्लिँदैछु क्याम्पबाट। बाहिर यसो निस्केर हेरेको त अँध्यारो गाडी कता हो त। अब गाडी खोज्दै हिँड्नु पर्यो। अब यता छेउमा छ जस्तो लाग्यो गाडी। यही गाडी हो कि के हो एकचोटि चेक गर्न पर्यो। यही गाडी रहेछ। जानु पर्यो। हो साथीहरू जम्मै आइसकेको रहेछ। ल अब लाग्यो साथीहरू। हेर्नु बाटोको नजारा कति राम्रो छ। माइन्ड फ्रेस हुन्छ। हेर्नु त झिलिमिली। ल अब ड्युटी लोकेसन नि आइपुग्यो। अब ड्युटी सुरु गर्नु पर्यो। एक कप कफी खाएर मात्र ड्युटी सुरु गर्नु पर्यो। ल ड्युटी 12 बजे छ। अब खाना नि खानु पर्यो। ड्युटी सक्यो साथीहरू। अब म चाहिँ लागेको बेलुकाको 6 बजे बाटोमा आउँदै थिएँ। ठ्याक्कै बाटोमा चाहिँ एकदम ट्राफिक रहेछ। एकछिन अड्डिनु पर्यो साह्रै। अब रुममा पनि आइपुगेँ। अब बाटोमै छु। अब त्यहाँ रुम आइपुग्नुला मेरो सोरुङ जस्तो छ हो साथीहरू यतातिर। ल अब रुममा आइपुग्यो। अब खानासाना खाएर सुत्नु पर्ने तर्खर गर्नु पर्यो। ल साथीहरू अब म चाहिँ सुत्न आँटेको। अब चाहिँ सुत्ने तर्खर। अहिलेलाई यति नै भिडियो। बाँकी अर्को भिडियोमा बाई, गुड नाइट।